हेलो एभ्रिवान, गुड मर्निङ। र आज चाहिँ दिन एकदमै रमाइलो भइरहेको छ हो। सधैँ फगी हुन्थ्यो, आज चाहिँ एकदम क्लियर स्काई, अलिअलि काम पनि लागिरहेको छ। र हामी चाहिँ है कालिम्पोङ दुर्पिनको गुम्पा घुम्नु गइरहेको छौँ। साथसाथै चाहिँ दुर्पिनको दाजुको घर पनि पूजामा निस्किनुको लागि है गइरहेको छौँ। मिस गरे हामीलाई अलिअलि हो बता। मैले चाहिँ दुर्पिन गुम्पा र अहिले घरि चाहिँ हामी कालिम्पोङको है यहाँ दुर्पिनको गुम्पा आइरहेको छौँ हो। यहाँ चाहिँ आर्मीको चाहिँ एरियाभित्र चाहिँ पर्छ हो। राइट साइडबाट र है हामी चाहिँ यहाँ गुम्पाको चाहिँ माने घुमाइरहेको छौँ है। गुम्पा वरिपरि चाहिँ हामी है मन्दिरको परिक्रमा गरे चाहिँ यहाँ चाहिँ है माने घुमाउँदै घुमाउँदै हिँड्नुपर्ने हुन्छ। यो घुमाउनाले चाहिँ हाम्रो पाप पनि नाश भएर जान्छ भनिन्छ। र गुम्बाभित्र चाहिँ लामा पनि पर्दो रहेछ है। आज कुनै फेस्टिभल हो र हो। र गुम्बाको चाहिँ हामीले चारै दिशा परिक्रमा गर्यौँ है माने घुमाउँदै घुमाउँदै हो। अनि यहाँ चाहिँ स्तूपा बनाएको रहेछ हो। अनि त्यसको बादमा चाहिँ हामी भित्र है बस्यौँ। धेरै समय पछाडि चाहिँ है गुम्पाको दर्शन गर्न आइपुग्यौँ है। अनि सेम है कुनै पनि चेन्जेस भएको छैन रहेछ हो। अनि बाहिरीपट्टिबाट पनि हामी एक चक्कर घुमेर चाहिँ यहाँ तलपट्टि गइरहेको छौँ हो। यहाँ चाहिँ यस्तो स्तूपा राखेको रहेछ। यो चाहिँ अलिकति कन्फ्युज भएँ है, मैले बिर्सेछु है। र तोडमा चढाएको छ यहाँ हो। कहाँ साँच्चैको होला नि, रियलै होला नि। र यो चाहिँ है ब्याक साइडको गुम्पाको भ्यू हो। यहाँ मुनि चाहिँ ठुलो है प्ले ग्राउन्ड पनि छ हो। नानीहरू खेलिरहेको रहेछ। अनि उतापट्टि चाहिँ ठुलो एरियामा चाहिँ गल्फ पनि खेलिन्थ्यो पहिले हो। अहिले चाहिँ है अलिकति धुम्म लागेको गर्दा देखेन पनि हो, इन्क्वायरी पनि गरिन हो। र अब चाहिँ हामी यो तर्फबाट भएर चाहिँ अब एक चक्कर घुम्यौँ हो। अहिले चाहिँ हामी फर्किँदैछौँ हो। अलिअलि हुस्से पनि लाग्नु थाल्यो। यस्तै स्कुल पढ्छ भनेको अस्ति आन्टी थिए नि, आन्टीले भने नि मेरो नानी पढ्छ भने नि। यहाँ चाहिँ है सानसानो स्टुडेन्ट्सहरू चाहिँ पढ्दै रहेछ। पछाडिको चाहिँ हस्टेल होला है। र अहिले घरि चाहिँ हामी है सबैतिर घुमेर चाहिँ बाहिर आइरहेको छौँ है। गुम्पाको दर्शन पनि राम्रो भयो, धेरै पछि आएको। र अब चाहिँ हामी है दुर्पिनमा हाम्रो दाजु हुनुहुन्छ, उहाँको घरमा पूजा छ। अब चाहिँ हामी पूजामा गइरहेको छौँ। र हामी चाहिँ अहिले पूजा घरमा नै आइपुग्यौँ। यहाँ चाहिँ पण्डितजीद्वारा चाहिँ पूजा हवन चाहिँ सबै सिद्धिसकेछ है। प्रसाद पनि बाँड्दै
र यहाँ चाहिँ सबै है मेरो माइती परिवार हुनुहुन्छ, तताजु बुहारी नाता नातिनी हो, अनि दादाहरू हो। हाम्रो नातिनी हेरौँ त, नातिनी तिम्रो यहाँ माम पाजु नातिनी हो, नातिनी त अझै भन्दै लु है हामीले पनि आजको है पूजाको प्रसाद लिइरहेको छौँ। अच्छा अच्छा यता हेर सुकृतिको हाई हाई गर हाई ओ मामासी मामासी भन्छ हाम्रो सानो भाइ सानो मामासी छ नि त्यहाँ। हेलो wanna say something? कुछ बोलना है किसी को? नहीं हो निनी भदैनी हो अन्त यहाँ चाहिँ भएको ऊ छोरी। हेलो मामासी तिम्रो खै भान्जा भान्जी कता गयो? बाई बाई गएको ल बाई बाई सबलाई दाजु बाई 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 र छोटो समयमा पनि भए पनि सबै शाखा सन्तानलाई यति साल बादमा भेट्नु पाउँदा धेरै खुसी लाग्यो। र अब चाहिँ हामी घरतर्फ अघि बढिरहेको छौँ। नेबाराको रुख बचपनमा त पुरा खाएको नि नेबारा। औ टिप्दैछौ? कस्तो हेल्थ राम्रो भन्छ नि नेबाराको त है। कुनै आमालाई देखेर मात्रै खुबै खानु हो कि होइन। र हाम्रो गाडी चाहिँ पहिले नै तल आइसक्यो र हामी छिटो छिटो गरेर चौराको झरिरहेको छौँ हो। कति रमाइलो रहेछ नि हौ यो दुर्पिनको बाटो पनि। भदैनीको घर रहेछ भन्दै नि। र सबैजनाले चाहिँ यहाँ अब गाडी पर्खिरहेको छ आफ्नो आफ्नो घरतर्फ जानुको लागि। बाई बाई ताता ल बडी बाई बाई ताताजु बाई 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 ल भाइ चरा अब हामी कहाँ से लो आजको दिन चाहिँ एकदमै रमाइलोसँगले बितायो। गुम्बाको पनि दर्शन गर्यो, पूजाको पनि प्रसाद खानु पायो, शाखा सन्तान सबैसँग भेटघाट भयो है, नाता नातिनीहरू पनि देख्यौँ है। See you soon on next video. Till then, bye bye.